हितोपदेश अध्याय 4। बुद्धि अति श्रेष्ठ हो। हे मेरा छोराहरू हो, आफ्नो बुवाको अर्ती सुन, यसमा ध्यान देऊ र समशक्ति प्राप्त गर, किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु। यसै कारण मेरो अर्तीलाई नत्याग। जब म आफ्नो बुवाको घरमा एक ठिटो थिएँ, कलिलै अवस्थाको र मेरी आमाको एकमात्र छोरा, उहाँले मलाई शिक्षा दिनुभयो र भन्नुभयो, तेरो पूरा हृदयले मेरो वचन पक्रिराख, मेरा आज्ञाहरू पालन गर र तँ जिउनेछस्। बुद्धि प्राप्त गर, समशक्ति प्राप्त गर, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा। बुद्धिलाई नत्याग र त्यसले तँलाई सुरक्षित राख्नेछ। त्यसलाई प्रेम गर र त्यसले तँमाथि हेरचाह गर्नेछ। बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर। तँसँग भएका सबै कुराले मूल्य चुकाउनु परे तापनि समशक्ति प्राप्त गर। त्यसलाई कदर गर र त्यसले तँलाई उच्च पार्नेछ। त्यसलाई अँगाल र त्यसले तँलाई आदर दिनेछ। त्यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ र महिमाको शिरपेच प्रदान गर्नेछ। सुन, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर र तेरो जीवन दीर्घायु हुनेछ। म तँलाई बुद्धिको बाटो सिकाउँछु र सोझो बाटोमा डोर्याउँछु। तँ हिँड्दा तेरा पाइलाहरू अड्किने छैनन्, तँ दगुर्दा लरबरिने छैनस्। अर्तीलाई समाति राख, त्यसलाई उम्कन नदे। त्यसलाई राम्ररी पालन गर, किनभने त्यो तेरो जीवन हो। दुष्टको मार्गमा खुट्टा नहाल अथवा दुष्ट मानिसको चालमा नहिँड। त्यसलाई त्यागिदे, त्यसमाथि तेरो पाइला नराख। त्यसबाट तर्केर आफ्नो बाटो लाग, किनभने दुष्टहरू खराब काम नगरुन्जेल सुत्न सक्दैनन्। कसैको पतन नगरुन्जेल तिनीहरूलाई निन्द्रै लाग्दैन। दुष्टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो। धर्मीको चाल प्रभातको प्रथम चमक जस्तै हो, त्यो मध्य दिन नहुन्जेल झन झन चहकिलो हुँदै जान्छ। तर दुष्टको चाल चाहिँ घोर अन्धकार जस्तो हो, केले आफ्नो पतन हुँदैछ सो तिनीहरू जान्दैनन्। हे मेरो छोरा, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन। ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखी छोड, किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। सबै कुराभन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढै रहोस्। तेरो आँखाले तेरो अघि सिधा हेरोस्, तेरो अघिल्तिर सोझै एकटक लगाएर हेरोस्। तैँले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर र ती मार्गहरू मात्रै रोज जुन निश्चित छन्। दाहिने देब्रेतिर नलाग, सबै दुष्ट कुराबाट आफ्ना खुट्टा अलग राख।